न कुनै तयारी छ न त विस्थापितका लागि कुनै योजना नै। तर 2 हप्ताभित्रै काठमाडौँ लगायत देशभरका सुकुम्बासी बस्तीमा डोजरले आफ्नो कुर रफ्तार देखायो। अहिले अदालतको आदेश मार्फत सुकुम्बासीहरूमा थोरै आश त दिएको छ, तर प्रश्न बाँकी नै छ। योजनाविहीन ढङ्गले डोजर चलाउने र पछि अदालतको आदेश देखाएर व्यवस्थापनको जिम्मेवारीबाट उम्किने बालेन शाहको यो रणनीति फेस सेभिङको एउटा अस्त्र मात्र बनिरहेको छैन। कुनै पनि राज्यको शक्ति त्यहाँ भएका भौतिक संरचना, सडक वा ठूला भवनमा मात्र नापिँदैन। राज्य कति बलियो छ भन्ने कुरा त्यसले आफ्ना नागरिकलाई दिने सम्मान, न्यायप्रतिको प्रतिबद्धता र सङ्कटमा परेका नागरिकप्रति गर्ने व्यवहारमा देखिन्छ। तर पछिल्ला दिनहरूमा जे देखियो त्यसले राज्यको मानवीय अनुहारमाथि एउटा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। सहरलाई व्यवस्थित बनाउने नाममा चलाइएको डोजर अहिले एउटा प्रशासनिक मेसिन मात्र रहेन। यो मानवीय सङ्कट र सामाजिक असन्तोषको प्रतीक बनेको छ। के विकासको अर्थ नागरिकलाई विस्थापित गर्नु मात्रै हो, कि वास्तविक विकास भनेको नागरिकको हात समातेर अगाडि बढ्नु हो? बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गराउने अभियानलाई तीव्रता दियो, जुन आफैमा गलत पनि होइन। सार्वजनिक सम्पत्ति संरक्षण गर्ने र नदी किनारका जोखिमयुक्त बस्ती हटाउनु राज्यको दायित्व नै हो, तर यसको कार्यान्वयन शैलीले भने गम्भीर विवाद निम्त्यायो। सुकुम्बासी बस्तीका नागरिकहरूलाई पर्याप्त समय, सूचना र वैकल्पिक व्यवस्थाको सुनिश्चितता नगरी डोजर चलाइयो। बल्खु सुकुम्बासी बस्तीमा एक व्यक्तिले आत्महत्या नै गरे। आफ्नै आँखा अगाडि वर्षौंको पसिना डोजरले कुल्चिएको सहन सकेनन्। उनी घर छोडेर हिँडे र केही बेरमै उनको शव बागमती नदीमा तैरिएको अवस्थामा फेला पर्यो। त्यस अघि पनि 21 वर्षीय युवाले आत्महत्या गरिसके। यो मृत्यु केवल एउटा आत्महत्या मात्र होइन, यो राज्यको निर्दयी कार्यशैलीले गराएको एउटा घटना हो। प्रधानमन्त्रीज्यू, के यो मृत्युको नैतिक जिम्मेवारी कसैले लिनु पर्दैन? राज्यले आफ्ना नागरिकलाई आफू भएको अनुभूति दिनु पर्दैन? तर यसबारे तपाईँ हाम्रो सरकारले कुनै सम्बोधन गरेको सुनिँदैन। कतिलाई लाग्ला डोजर अवैध सुकुम्बासी बस्तीमा मात्र चलेको छ, तर कतिपय लालपूर्जा भएकै व्यक्तिहरूको घरमा समेत डोजर चलाइएको छ। नागरिकहरू आफ्नो सम्पत्तिको वैधानिकता पुष्टि गर्न लालपूर्जा र नक्सा पास बोकेर सडकमा आउनुपर्ने अवस्था छ। अझ विडम्बना के छ भने पीडितहरू अदालतबाट अन्तरिम आदेश ल्याउन नसकुन् भनेर सार्वजनिक बिदाको समय पारेर प्रशासनिक शक्ति प्रदर्शन गरियो। यदि न्यायिक प्रक्रियामा नागरिकको पहुँच नै बन्द गरेर निर्णय लादिन्छ भने त्यसलाई कानुनी शासनको उपहास बाहेक के भन्न सकिन्छ? अहिले नागरिकहरू आफ्नै सरकारको डोजरबाट बच्न घरको गेटमै लालपूर्जाको फोटो टाँच्न बाध्य छन्। सुकुम्बासी समस्याभित्र लुकेको हुकुमबासीको जरो काट्नै पर्छ, तर राज्यले धान र भुस छुट्याउने विवेक भने हराएको छ। हिजो पुराना दलको लुटतन्त्रबाट दिक्क भएर नागरिकले नयाँ आशामा घन्टी र बालेन रोजेका थिए, तर आज तिनैलाई तावाबाट उम्किएको माछो भुङ्ग्रोमा परे जस्तै महसुस भएको छ। जोसँग ओत लाग्ने अर्को कुनै विकल्प नै छैन, उनीहरूलाई सडकमा पुर्याएर हामी कस्तो स्मार्ट सिटी बनाउन खोज्दैछौँ? प्रधानमन्त्री बालेन शाहको आदेश र प्रहरीको बर्बर हस्तक्षेपले नागरिकलाई आत्महत्याको सङ्घारसम्म पुर्याएको छ। के जनमतको अर्थ नागरिकमाथि निरङ्कुशता लाद्ने लाइसेन्स हो? जे होस्, अदालतको पछिल्लो आदेशले बालेनलाई एक प्रकारको हाइसन्चो गरिदिएको छ। डोजर चलाएर शक्तिको क्रेज पनि कायम रह्यो र व्यवस्थापनको जटिल मोडमा पुग्दा अदालतले रोकिदिएपछि उनलाई एउटा सुरक्षित एक्जिट मिलेको छ। यो सँगै सर्वोच्च अदालतको आदेशले कानुनी राज्यको एउटा बलियो आशा पनि जगाएको छ। अदालतले केवल डोजर रोकेको मात्र होइन, बरु नागरिकको बाँच्न पाउने हक सुरक्षित गरिदिएको छ। उचित विकल्प र व्यवस्थापन बिना नहटाउनु भन्ने आदेशले राज्यको शक्तिभन्दा माथि मानवीय संवेदना र संविधान हुन्छ भन्ने पुष्टि गर्छ। अदालतले लगाएको यो ब्रेक बालेन सरकारका लागि गल्ती सुधार्ने एउटा अवसर पनि हो। हुकुमबासी र वास्तविक सुकुम्बासी छुट्याएर एउटा न्यायपूर्ण समाधान निकाल्नु नै अहिलेको आवश्यकता हो। र राज्यको दायित्व सार्वजनिक जग्गा जोगाउनु मात्र होइन, नागरिकको जीवन जोगाउनु पनि हो। जब शक्तिमा संवेदनशीलता हुँदैन तब शासन दमनकारी बन्छ।
प्रधानमन्त्रीज्यू, सोच्नुहोस्, विकास भनेको मानिसलाई विस्थापित गरेर बनाइएको कङ्क्रिटको जङ्गल होइन, मानिससँगै मिलेर निर्माण गरिएको जीवन्त सभ्यता हो। डोजरले भौतिक संरचना त भत्काउँछ, तर नागरिकको राज्यमाथिको विश्वास भत्कियो भने त्यो कहिल्यै पुनर्निर्माण हुन सक्दैन।